क्रियाको लाभमा हजुरले जनाको बच्चाको छिद्रलाई आमा जनाको यसबाट छिद्र मिलाएर हाल्नुपर्छ। यस क्रियाको लाभमा हजुरले जनावरको बच्चाको छिद्रलाई आमा जनावरको यसबाट छिद्र मिलाएर हाल्नुपर्छ। के हजुर तयार हुनुहुन्छ? तपाईँको समय सुरु भएको छ। अब हजुरको समय सुरु मिल्यो अनि त्यो टोकन के गर्ने भन त र गेटमा गएर अघि के भने के भन्छ थियो नि म्यामले बिर्स्यो भोक लागेछ